यो हो रुकुम जिल्लाको पेदी बजार, पारीको बजार पेदी बजार भयो। यो सानोभेरी नदी अनि सानोभेरीमाथि बनेको पुल यो पेदी बजार। त्यसैगरी म यति बेला मध्य पहाडी लोकमार्गको मा उभिएको छु। सिमली यही अगाडि पर्छ अनि यो पूर्वतिर भयो अनि पश्चिमतिर मध्य पहाडी लोकमार्ग यसै जान्छ। यो उता माथिको चुचुरो टाको यो पहाड देखिएको छ। यो मौराखारको लेक भनिन्छ। यो चाहिँ सानो लेक हो। मौराखारको ठुलो टप यहाँनिरबाट देख्न सकिन्न। यो सबभन्दा होचो ठाउँ पर्यो। हामी अहिले नदीकै फेदीमा भएको हुनाले चाहिँ त्यो पहाड देख्न सकिँदैन। यद्यपि ठुलो पहाड छ मौराखारको लेकको। यो सानो लेकभन्दा ठ्याक्कै उतातिर टप छ। अनि त्यसै गरी यति बेला सलल बगिरहेको छ भेरी नदी र म जन्मेको स्थान हामी बस्ने गाउँ उता अलिकति पश्चिम पर्छ भलाचौर भन्ने ठाउँ। यो चाहिँ ठ्याक्कै यो देउता खोलो भन्छ नि। देउता खोलो उता मौराखारको उताको भागबाट बगेर आउँछ भित्री भागबाट। र यो पारीको यो दृश्य छ। यो यी खेतहरू छन्, घरहरू छन्। यी सबै हाम्रा भाइबट्टीका हुन् जग्गा पनि अनि घर पनि। हाम्रो यो खड्का परिवारकै यो सबै जमिन हो र हाम्रो पनि थियो पहिले। यो ठाउँ धेरै पहिले विकसित भइसकेको ठाउँ हो खासमा। यो त धेरै यति हुनु त धेरै पछाडि परेको जस्तो लाग्छ, किनकि यो अब यहाँ पुग्नलाई त धेरै टाइम लाग्यो होइन। अब जस्तो बाटोघाटो हरेक कुराहरू छन्, त्यो भएर पनि यो पछाडि पऱ्यो। नत्र व्यापारिक केन्द्रको रूपमा त यो पहिल्यैदेखि पनि चलेको ठाउँ हो, परिचित ठाउँ हो। तर अब अहिले मानिसहरूले पैसा पनि अलिकति